नमस्कार। म शिव शङ्कर प्रसाद कलवार अर्थात् शिव जसवाल। म हाल सरकारी जागिरे छु। नास्टमा प्रशासकीय अधिकारीमा कार्यरत छु। मेरो शिक्षा चाहिँ मास्टर इन केमिस्ट्री, त्यसपछि एमपिए मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र एलएलबी हो शिक्षाको रूपमा। म आज एउटा कुरा घोषणा गर्नको लागि यो भिडियो बनाउँदैछु। म एउटा युट्युब च्यानल घोषणा गर्दैछु हैन। त्यो च्यानलको नाम चाहिँ जीवन दर्शन हुनेछ। म यो नाम किन रोजेँ भने मेरो वरिपरि मेरो धेरै साथीहरूसँग भेटघाट हुँदाखेरि वा अरू साथीहरूसँग भेटघाट हुँदाखेरि मैले के पाएँ भने मान्छेले चाहेको कुरा प्राप्त गरेर पनि खुसी छैन। यस्तोमा मलाई लाग्यो कि त्यसो वास्तविक खुसी के हो त? वास्तविक सफलता हो के त? त्यसले सफलता भन्ने कि नभन्ने? कोही मान्छेले जे कुरा चाहेको छ त्यो पाएर पनि खुसी छैन भने त्यसलाई सफलता मान्ने कि नमान्ने? वास्तविक सफलता के हो? खुसी के हो? हामीले खुसीको साथ जीवन कसरी बिताउन सकिन्छ हैन? यो भागदौडको परिवेशमा हामी कसरी चाहिँ हामी शान्तिपूर्वक जीवन बिताउन सक्छौँ भन्ने कुरा मेरो दिमागमा खेलिरहेको थियो। धेरै दिनदेखि म चाहिँ एउटा च्यानल खोल्छु भनेर सोचेको थिएँ, तर अब टाइमहरू यताउति नमिलेको कारणले म यो गर्न पाएको थिएन। साथसाथै यो म के हेर्छु भने धेरै रिपोर्टहरू हेरेँ हैन। पहिलाभन्दा मान्छेहरू झन् खुसी घट्दैछ। पहिला त यो टेलिफोन, मोबाइल, इन्टरनेटको सुविधा पनि थिएन, तर पनि मान्छेको जति सुविधा थपै छ झन् घट्दैछ। यस्तो त नहुनु पर्ने अनि मलाई चिन्ता लाग्यो रिपोर्टहरू हेरेर। केही न केही त हामी मिसिङ गर्दैछौँ लाइफमा। त्यो विषयमा छलफल गर्ने उद्देश्यले मैले यो च्यानल चाहिँ सुरुवात गरेको छु हैन। यसमा चाहिँ हामी अन्तर्क्रिया गरौँला। यसमा म चाहिँ यस विषयमा जस्तो सफलता, करियर, शान्ति, खुसी, इनर पिस, मी टाइम, आजकल मी टाइम भन्छ नि, त्यो कुराहरूलाई कसरी म्यानेज गर्ने र एउटा सफल जीवन हामीले कसरी बिताउने हैन, प्रेसर, टेन्सन कसरी चाहिँ ह्यान्डल गर्ने जस्तो विषयमा म चाहिँ आफै धेरै अध्ययन गर्नेछु। अध्ययन गरेर राम्रो राम्रो किताबहरूबाट चाहिँ गरेर निचोडहरू, विज्ञहरूको कुराहरू, पत्र पत्रिका लगायत विभिन्न कुराबाट मैले यसलाई समार गरेर एकीकृत गरेर म प्रस्तुत गर्नेछु यस च्यानलमा हैन। नयाँ छु, केही मिस्टेक हुनसक्छ, तपाईँहरूले सुझाव दिनु होला हैन। तर यसमा चाहिँ म आफ्नो अनुभव पनि मैले अब यहाँ एउटा प्रशासकीय अधिकारीसम्मको मेरो यात्रा, एउटा म आर्थिक रूपले विपन्न परिवारमा जन्मे पनि यतासम्म पुग्यो। त्यहाँ चाहिँ म कक्षा 7मै हुँदाखेरि 12 वर्षको हुँदाखेरि मैले चाहिँ अब आर्थिक अवस्थाले गर्दा दिल्ली पुगेको थिएँ काम गर्नको लागि। 1.5 महिना त्यहाँ काम गरियो। त्योसम्म मैले अब यहाँ ट्युमा पढ्दासम्मको लगायत मैले अध्ययन गर्ने बानी छ। अध्ययन गर्दाखेरि विभिन्न बुकहरूको निचोडहरूलाई मैले प्रस्तुत गर्ने प्रयास गर्ने छु र साथसाथै हामीले कसरी चाहिँ एउटा प्रिपेरेसन टिएससी, म पनि आफै 5 चोटि मेरो नाम निस्केको थियो 5 ठाउँबाट, अफिसर 3 ठाउँबाट र टिएससी 2 ठाउँबाट गएर 5 ठाउँबाट। त्यो सबै कुराहरूको विषयमा पनि छलफल गर्दै जानेछु। तर मेरो चाहिँ अन्तिम कन्सर्न के हुनेछ भने वास्तविक खुसी, जीवनशैली कसरी चाहिँ हामीले ल्याउन सक्छौँ, राम्रो जीवनशैली, राम्रो जीवनयापन कसरी बिताउन सक्छौँ खुसीको साथ भन्ने मेरो चाहिँ त्यहाँ मेन कन्सर्न त्यहाँ हुनेछ हैन। र त्यसमा अब विभिन्न कुरा, विभिन्न पक्ष, करियर लगायतका अब यो प्रिपरेसनहरू कुराहरू पनि मैले बिचबिचमा राख्दै जानेछु हैन। यो अब समसामयिक कन्टेन्टहरूलाई पनि मैले त्यसमा जोडेर म छलफल गर्दै जानेछु हैन। अब मैले केही सशक्ति भन्दाखेरि अब हामी सोच्छौँ जागिर पाएपछि वा एउटा ठुलो बिजनेस इस्टाब्लिस भएपछि हामी चाहिँ खुसी हुन्छौँ।
साथै म विदेश गएर त्यहाँ सेटलमेन्ट भए राम्रो युनिभर्सिटीमा पाउन पाएँ भने म सेटल हुन्छु, म खुसी हुन्छु भन्ने सोच छ साथी। तर मेरो धेरै साथीहरू छन् जागिरीमा पनि होइन, अफिसर साथीहरू नै छन्, त्यसको मुनि त्यसको माथिका साथीहरू छन्, विदेश पढ्ने साथीहरू छन्, विदेशमा गएर राम्रो युनिभर्सिटीमा पढ्ने साथीहरूको मैले भ्यू कुरा हुँदाखेरि, साथसाथै राम्रो बिजनेसम्यानहरूसँग पनि कुरा हुँदाखेरि मैले चाहिँ त्यस्तो खुसी मैले देखिनँ कि भित्रैबाट चाहिँ एउटा हुन्छ नि एनर्जेटिक, हो यही थियो भनेर। मैले भन्न खोजेको जे चाहेको कुरा पनि पाएर पनि मान्छेहरू चाहिँ किन खुसी छैन त? चाहँदै नहुने हो त्यस्तो कुरा। सुरुमै जेमा खुसीमा त्यसमा जानु पर्थ्यो होइन। म यो कुराहरू मलाई चाहिँ छोयो होइन। राम्रो राम्रो ठुल्ठुलो पोस्टमा ठुल्ठुलो बिजनेसम्यान, राम्रो युनिभर्सिटीमा साथीहरूको यस्तो कुरा सुनेपछि होइन केही न केही मिसिङ छ हाम्रो लाइफ स्टाइलमा भन्ने मैले चाहिँ बुझेँ जस्तो लाग्छ मलाई। अनि के साँच्चै सफलता जागिर, पैसा, घर, व्यवसाय नै हो त? वा सामाजिक प्रतिष्ठा नै हो त भन्ने मलाई चाहिँ प्रश्न गर्न मन लाग्यो होइन। अब मेरो विचारमा जस्तो लाग्छ यसको कारण के होला त? मान्छे हरेक कुरा पाएर पनि सफल किन हुँदैन त? मेरो विचारमा म चाहिँ एउटा लक्ष्यको अन्त्यहीन दौडेको छु। मान्छेले एउटा लक्ष्य प्राप्त भएपछि नयाँ लक्ष्यको अन्त्यहीन दौड गर्दैन। एउटा लक्ष्य प्राप्त गर्यो तर पनि फेरि अर्को प्राप्त गर्ने, त्यसमा इन्जोय नै गर्दै अर्को लक्ष्य फेरि राखिहाल्ने। जस्तो कोही मान्छे खरिदार भयो भने अब नासु हुनुपर्छ, त्यो खुसी पनि छोडेर अब त्यो भविष्यको चिन्तामा नासु नहुँदासम्म टेन्सनमा हुँदैन। नासु भएपछि अफिसर त्यस्तै हुँदै मुख्य सचिवसम्म भए पनि अब त्यसपछि रिटायर भएपछि केही राजनीतिक नियुक्ति भइदियो हुन्थ्यो। त्यो चाहिँ नयाँ लक्ष्य जुन मन लाग्छ, एउटा लक्ष्य प्राप्त गरेपछि अर्को नयाँ लक्ष्य जुन सेटलमेन्ट हुने मुख्य कारण यो मान्छु सन्तोष छैन मान्छेमा। त्यो बिना त त्यसले गर्दा हो कि एउटा अर्को चाहिँ अरूसँग तुलना। यतिसम्म मैले हेरेँ होइन, यो कोही साथी अफिसरमै सिफारिस भयो र तपाईँको कोही रेभिन्यू राजस्वमा गए, कोही प्रशासनमा गए, कोही लेखामा गए भने लेखाको साथीहरूले चाहिँ राजस्वको साथी, प्रशासनको साथी, राजस्वमा त्योसँग तुलना गरेर आफू दुःखी हुने, म त प्रशासनमा, म त लेखामा, राजस्वमा जानै पाइएन भने यतिसम्म हेरेँ। कोही मान्छेले अफिसर भन्न पनि नासु, खरिदार भन्न पनि गाह्रो छ, लाखौँले हजारहरूले फर्म भर्छ, किन त्यस्तो हेरेँ। त्यति मात्र होइन, कोही मान्छे अब रेभिन्यूमै गए पनि, राजस्वमै गए पनि, कोही एकदम राम्रो बिजनेस, एकदम वीरगञ्ज जस्तो, भैरवा जस्तो, अनि त्यहाँ विराटनगर भन्सार जस्तो राम्रो ठाउँमा गयो भने तिनीहरू र अर्को ठाउँमा गएको साथीहरू त्यो त वीरगञ्जमा उसको सिफारिस भयो, राम्रो मन्त्रालयमा सिफारिस भयो, त्यो पनि हेरेर चिन्ता लिने। त्यसो म त यतिसम्म पनि हाम्रो छ। जस्तो मैले एब्जर्भ गरेको कुराहरू यस्तो छ, अपेक्षा बढिरहनु, त्यही अगाडि नै अपेक्षाको अन्त्य नै छैन, अन्त्य नै हो। म यो भनेको होइन अपेक्षा राख्नु, हुनुपर्छ, गर्नु पनि पर्छ, तर त्यसमा दुःखी भएर यो हुँदैन आफ्नो जीवनमा खुसी नै नहुने भन्छ त्यो बाटोमा पनि रमाउनु पर्छ। जस्तो अब खरिदार भइयो अनि नासु हुनु छ भने त्यो बिचमा पनि रमाउँदै यो नै टेन्सन लिएर त्यो हुँदैन भने दुःखीमा त्यस्तो हुनु हुँदैन जस्तो लाग्छ मलाई होइन। वर्तमानमा नबच्ने, त्यही अगाडि भन्ने वर्तमानमा, भविष्यमा जस्तो अफिसर भने अफिसरको कदर नगर्ने, उपसचिव भइदिए हुन्थ्यो भनेपछि के वर्तमानलाई केही पनि वर्तमानको हरेक कुरा वरिपरिलाई राम्रोसँग चाहिँ फिल नगर्ने होइन। अब यति राम्रो ब्युटिफुल क्रिएचर छ होइन, यति कुरा छ संसारमा, त्यसले फिल नगरेर भविष्य मुख्य कुराहरूमा ध्यान दिँदाखेरि यस्तो होला। यो चाहिँ यसको बारेमा डिटेल पछि कुरा गर्ने नै छौँ टपिक वाइजमा। यो चाहिँ एउटा चाहिँ हामी सरसरी एउटा सर्फेसली कुरा मैले गरेको। अब मलाई लाग्छ सफलता र खुसीको सम्बन्ध, सफलता र खुसी मतलब यो त एकदम सफल भएर पनि खुसी छैन त सफलताको उ छैन। तर सफल नभएर पनि कोही मान्छे खुसी छ भने त्यो चाहिँ हो। त्यही भएर सफलता र खुसीको सम्बन्ध धेरै गहिरो हुन्छ।
अब सफलताको साँचो सफलताहरूमा म के मान्छु भने मानसिक शान्ति, स्वस्थ अर्थपूर्ण जीवन भयो, रिल्याक्स भयो भने त्यो सफलता हो जस्तो मलाई लाग्छ होइन। अब यसमा हामी केवल सफलताको मात्र कुरा गर्ने छैनौँ। अब म अगाडि नै भने खुसी शान्ति जीवनको गहिरा प्रश्न, पुस्तक, चलचित्र, समसामयिक विषयहरू समेत बुझ्ने गरी म चाहिँ यसमा प्रस्तुति राख्नेछु होइन। यो च्यानलमा चाहिँ के भन्न चाहेँ भने यदि सफलता पाएर पनि तपाईँ आफूले केही काम गर्दा गर्दै पनि आफूले चाहेको कुरा पाएर पनि खुसी हुनुहुन्न भने आउनुहोस् हामी छलफल गरौँ, अन्तर्क्रिया गरौँ, केही त यसको सल्युसन होला नि। कहीँ न कहीँ त हामी चुकेकै छौँ जस्तो लाग्छ होइन। त्यसरी गरौँ। अनि तपाईँहरूलाई म यो आग्रह पनि गरेँ र यो म च्यानलमा चाहिँ हप्तामा एउटा वा दुईवटा भिडियो राख्नेछु होइन। फुर्सदको बेलामा अफिस टाइम बाहेक अब भयो भने म शनिबार स्याटरडे 2 दिन बिदा छ, त्यो दिनको कुराहरू मिलाएर म हप्तामा 1 दिन र 2 दिन यो भिडियो राख्नेछु। तपाईँहरूले हेरेर प्रतिक्रिया दिनु होला। नयाँ छु, गल्ती हुनसक्छ होइन। सुधार गर्ने कुराहरू पनि मेसेज पनि गर्न सक्नुहुन्छ तपाईँहरूले। तर मेरो चाहिँ यही प्रयास हुनेछ कि एउटा सफल हुने कसरी, वास्तविक रूपमा सफल कसरी हुने, सुखी शान्तिपूर्वक कसरी जीवन बिताउने। मैले एउटा कुरा अझ मैले भन्नु जस्तो लाग्यो, मैले हेर्छु हाम्रो औसत आयु चाहिँ 71 हो होइन। भने चाहिँ मान्छेले 70 वर्षको हाराहारीमा औसत रूपमा बाँच्दो रहेछ। लाइफ साइकल हेर्दाखेरि हाम्रो अहिले शिक्षाको प्रणाली हेर्दाखेरि मिनिमम ब्याचलर पास गर्नमा 10+2 मा त +2 10 वर्ष यो +2 12 4 16 अनि एउटा रिजल्टमा त 1-2 वर्ष हुन्छ, 18 वर्ष त यसमै भयो। मान्छे 4-5 भएपछि 4-5 वर्ष भएपछि पढ्न थाल्छ भनेपछि 24-25 वर्ष ब्याचलर पास गर्न लाग्छ। मास्टर गर्ने हो भने 26-27 भइहाल्छ। अब त्यसमा पनि सेटलमेन्ट हुने हो भने 25-26 वर्ष गर्छ। यो मिनिमम मैले भन्नाले 71 को वा 70 को 26-27 वर्ष त हाम्रो चाहिँ सेटलमेन्ट के गर्ने के नगर्ने एउटा स्थापित हुनमै लाग्दो रहेछ। त्यसपछि पनि मान्छे अब घरजम गर्छ, बिहा गर्छ, अनि छोराछोरी भयो भने त आफ्नो खुसी बिर्सिहाल्छ, केही पनि छैन। छोराछोरीले कहाँ पढाउने के खुवाउनेमा जान्छ। त्यो भइसकेपछि अब 40 क्रस गरेपछि मान्छेले अब बिपी, हार्ट के नयाँ निद्रा नलाग्ने जस्ता चिन्ताले गर्छ भनेपछि त मान्छे कहिले पनि खुसी नहुने भयो त। यसै तरिकाले पछि छोराछोरीले पढाउने, ठुलो युनिभर्सिटी कहाँ पढाउने भन्ने टेन्सनमा, अनि मान्छे त्यसपछि रिटायर्ड हुन्छ। रिटायर्ड भनेको जागिरबाट पनि होइन, आफ्नो एउटा मतलब ज्येष्ठ नागरिकको रूपमा पनि हुन्छ। त्यसो भए त मान्छेले खुसी कुनै बेला देखेन त। के यही हुनुपर्छ हाम्रो जीवनशैली? कदापि यो होइन होला होइन। केही न केही करेक्सनको त खाँचो छ जस्तो लाग्छ मलाई। अनि के हुनसक्छ त होइन, यसको समाधानहरू पछि पनि कुरा गरौँला टपिक। तर सरसरी रूपमा भन्दाखेरि मलाई लागेको है जस्तो लाग्छ होइन। अब एउटा त वर्तमानमा बाँच्नुपर्छ, जे छ त्योसँग रमाउनुपर्छ जस्तो लाग्छ। यसको मिनिङ यो हो भने अपेक्षा पनि नराख्ने, मिहिनेत नै नगर्ने होइन, मिहिनेत पनि गर्दै बट वर्तमानमा चाहिँ जिउँदै। मिहिनेतमा 100% दिनुपर्छ, मिहिनेतमा रोकाइ त गर्नु हुँदैन, मिहिनेत गर्नुपर्छ बट खुसीको साथ। डिप्रेसनमा तनावमा लिएर होइन, त्यस्तो मिहिनेत गर्नु हुँदैन जस्तो लाग्छ। अर्को तुलना, अभियसली अगाडि नै भने तुलना गर्नु हुँदैन। सबै आफ्नो छ, सबैको आफ्नो आत्मा जीवन हो। जो मान्छे धेरै सफल छ उसले धेरै मिहिनेतहरू धेरै रिस्क पनि त लिएको छ नि। प्रधानमन्त्री छ, कोही ऊ छ भने उसँग तुलना गरेर त उसको कति रिस्क छ, उसको थ्रेट छ। ऊ त एउटा आम किसान जस्तो बाटोमा हिँड्नै सक्दैन नि। उसले त आजको आज गोली हान्न सक्छ, उसको डर पनि छ, टेन्सन कति छ। अनि तुलना गरेर त भएन जस्तो लाग्छ।
अर्को मैले गीताको सारको रूपमा रहेको यो चाहिँ कर्म गर्ने तर फलको आशा नगर्ने, यो कुरा चाहिँ मलाई पनि राम्रो लाग्यो। अब काम गर्ने फलको आशा, फल त आइहाल्छ नि, नआउने कुरै भएन। मैले एउटा केमिस्ट्रीको स्टुडेन्ट, त्यहाँ चाहिँ एनर्जी लगाएपछि, एफोर्ट लगाएपछि त्यहाँ केही न केही त चेन्ज आउँछ। भात र पानी राखेपछि त्यहाँ हिट दियो भने त्यहाँ चामल र पानी राखेपछि त भात पाक्छ। मान्छेले इफोर्ट गरेपछि किन केही न केही आउँछ। तर अगाडि नै म अब सफलताको आश गर्न थाले मान्छेमा के हुन्छ, अलिक फ्युचर ओरिएन्टेड हुन्छ कि हतारिन्छ, आजको भोलि भइदियो भने हुन्छ। त्यसै त हुँदैन जस्तो लाग्छ होइन। अर्को मैले मेन कुरा चाहिँ जे काम गर्ने बेला नै इन्जोय गर्नुपर्छ जस्तो लाग्छ। जो पनि मान्छे जे गर्दैछु, खाना पकाउँदैछु भने पनि सोचेर ओहो आज यो पाक्दैछ, यो गर्दैछु, यो हाल्छु पनि फिलिङ गरेर, गाडी चलाउँदैछु भने पनि एकदम दृश्यहरूलाई हेर्दै इन्जोयफुल गर्दै, अफिसमै काम गर्दा पनि केही लेख्दैछु, केहीमा साइन गर्नु छ भने यो रहेछ, यो त यो रहेछ, यसरी राम्रो तरिकाले फिलिङ गरेर गरियो भने मान्छेलाई चाहिँ एउटा खुसी जस्तो हुन्छ र माइन्डको एक्सर्साइज जस्तो पनि हुँदो रहेछ, फिलिङ पनि राम्रो हुन्छ। यस्तो नराम्रो कुरा अरूको सोच पनि आउँदैन जस्तो लाग्छ। यो कामलाई नै साधना बनाइयो भने मान्छे चाहिँ धेरै माथि, धेरै राम्रो जीवन बिताउन सक्छ जस्तो मलाई लाग्छ होइन। यो विषयमा चाहिँ हामी कुरा गर्नेछौँ। यसको डिटेल कुरा त अब टपिक पछि आउनेछ। एउटा सार रूपमा यो च्यानल चाहिँ होइन कसरी मैले अगाडि बढाउने छु भन्ने कुरा। अर्को कुरा पनि मैले अब केही समसामयिक विषय अगाडि पनि समसामयिक विषयहरू पनि लिङ्केज गरेर यसले के गर्दा हुन्थ्यो, कसरी भयो भन्ने मैले चाहिँ यसमा एउटा बुक रिभ्यू पनि गर्नेछु। म बुकको यो सारहरू के छ, यसको त विज्ञ त होइन होइन, तर म चाहिँ अथेन्टिक सोर्सहरू, रिसोर्सेसहरू हेरेर, विज्ञहरू राम्रो गुरुवर्गसँग सल्लाह गरेर, बुकहरू हेरेर, मिडियाहरू विभिन्न कुराबाट मैले गरेर चाहिँ सकेसम्म ओरिजिनल कन्टेन्ट दिने प्रयास गर्नेछु। र म लास्टमा तपाईँहरूले यही भन्न चाहेँ कि यो च्यानल सुनेर सहयोग गर्नुहोला र केही कमी कमजोरी छ भने सुधार गर्नलाई प्रतिक्रिया दिनुहोला भन्ने आशासहित आजलाई म यति भन्न चाहेँ। हस् त, धन्यवाद।